वेलकम बैक टू माई अनदर ब्लग। हामी आज चाहिँ माछा मार्न आएको केटा हो। यहाँ केटाहरूले माछा मारेर आछन्। जलीको खै खै माछा 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 देख्नु गाइज माछा या इन दुईटाले माछा मार्दिरा। तर अब हामी यहाँदेखि माथि जान्छौँ गाइज। माथि पनि केटाहरू गइरहेछन् माछा मार्नलाई। त्यही हो आज चाहिँ हामी यहाँ इन्डियाको पन्जाब भन्ने ठाउँदेखि हल्का माथि हामी माछा मार्न आएछौँ। हाम्रो सामानहरू तल छन् अनि बाइकहरू सब तल छन्। हामी चाहिँ यहाँदेखि अर्को ठाउँमा माछा मार्न गएको छौँ। त्यहाँ माछा मारिरहेको थियौँ हामीले, त्यहाँ चाहिँ नमार्ने भने यहाँका लोकलहरूले। अनि त्यहाँदेखि अब जान लाग्छौँ। या क्या चिसो पाइन्छ त यार, पानी त चिसो चिसो चिसो। आउनु दाइ आउनु, पानी चिसो छ गाइज। ए चट्टान पुरा खतरा छ यतातिर चाहिँ। हामी चाहिँ अब टक्क लाएर माथि जाने। लास्टै खतरा छ त यार, बाटो पनि पुरा ढुङ्गा ढुङ्गा होइन। त्यो त्यहाँ माथि चाहिँ नेपालीको घर रहेछ, त्यो चाहिँ नेपालीको घर। अनि यहाँ नेपालले माछा मार्न दिने नियम रहेछ क्या। अब अर्को ठाउँमा आइया छ, अब रुल फलो गर्नै पर्यो गाइज। अब आफ्नो ठाउँमा भइदियो त अब बेग्लै भइहाल्थ्यो। केटाहरू माथि गएको छन्, केटाहरू माथि गएको छन्। अब त्यहाँ गएर हामी पनि माछा मार्ने हो। आएको तयारी, मारिदियो हान्दियो हरि, मारिदियो 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 माछा मारिदियो। यहाँ लास्टै ठुलो मतलब यहाँ गहिरोवाला तलाब छ। अब यहाँदेखि गएर पुरा पानी पनि चिसो। लास्ट चाहिँ यहाँ दाइले चाहिँ यस्तरी माछा मार्लाङ भएको छ। मार्नु पर्यो है दाइ है। या डुबी डुबी अरे तिमीले चाहिँ के मार्ने हो? यिनले पनि माछा मारिखेछन्। मरेन ल जाम माथि हामी। जारो नि यिनले त कपडा लाछन्, यिनले त कपडा लाछन्। एक दिन बिहान आएर बिहान गाडी धुन आएर ड्युटी छुट्टी गरेर आउनु पर्छ अर्को दिन। आज चाहिँ भएन। बनाएकोबाट सिल्भर बनायो। ए के हो यो? तीन लेयर छ बटा। हेर हेर तल ढुङ्गाको छ, माथि अलिक सिमेन्टी जस्तो ढुङ्गा छ, फेरि माथि ढुङ्गा जम्या छ। यो पनि प्रकृतिक हो। प्रकृति के भयो? के भयो केटा हो? के भयो? माथै नजाने कुरो भयो रे। केटाहरू नाङ्गै दौडिरहेछन्। यहाँ जाडो भयो है, माछा मारेको। के भयो के भयो? माछै छैन यहाँ। सोली माछा छन् भन्नु भएन र? गङ्डाले खन्या छ रे। ओ गङ्डा चाहिँ मार्नु पर्यो है। सुजन माछा मार्नु पर्यो है। माछा नमारी भने उता केटाहरू पुरा सुत्दिरहेछन्। फेरि केटा उता गएको छन्। यता जाडो, लास्टै जाडो यार। यो ठाउँमा त लास्टै जाडो छ। को कराइरहेको त्यहाँदेखि को कराइरहेको छ माछा नमार्ने भन्ने नियम आयो। तर हामीलाई बाल छैन, हामीले माछा पनि मारेको छैनौँ। हामी नुहाउन आयो मान्छे हो। हामीले माछा त केही मार्दैनौँ, हामीले अरूको हत्या गर्दैनौँ। त्यो कुरा हामीलाई थाहा छ। नदीले किनारे माछा मार्ने पहुँचे। तर यहाँ माछा मार्न दिएनन् गाइज। दुःखको कुरा, आधी माछा त हामीले मारेर खाइदियौँ। आधी माछा मारेर खाइदियौँ चोल्डी। अरू मार्न दिएनन् त अब के गर्ने? यो जाल देखाइदिनु त। यस्तरी जाल लिएर आएको थियौँ। यसमा कति माछा पर्यान्? सुजन दाइ माछा खै त मार्या, खै त दुईटा माछा मारेर भइहाल्छ। अघिल्लोको माछा त हामीले मारेर खाइसक्यौँ। तर अहिले चाहिँ हल्का माथि आएका थियौँ, त्यो चाहिँ देखाउन मिलेन। बड्डी कराई। एउटा बड्डी चाहिँ यहाँको लास्टै च्याङ रहेछ। तर दाइको प्रयास जारी छ। दाइले माछा खोजिरहनु भएको छ। मार्ने हो, भेगु त भयो नि, मार्नै पर्यो। मार्न त मार्नै पर्यो। माछै हो। पक्रियो पक्रिएन, जाम आउनु। केटाहरू अगाडि गइसके, केटाहरू त्यहाँ गएर बसिरहेको
यस्तै हो बेगुता मारेर घर फर्किन्छन् मरिगयो खै सोली देखाउनु न यार खै सानो मरेछ प्लास्टिकमा हालिरहेछन् केटाहरूले यतातिर त या दामीवाला सिन छ पुरा पहाडको बिचमा गुना कहाँ छ भालु यस्तै हो अघि गुनाले चाहिँ सातो खाइदियो सब भागिदिएको थिएँ सब होइन भाइ आफू मात्रै भागेको थियो भनेर भन्नु फेरि आफू मात्रै भागेको छु भनेर भन्नु म त भागिदिएको थिएँ त्यसपछि मेरो साथसाथै दुईटा पनि भागिदिएको भालु भनेर भागेको थियो भनेर भन्नु फेरि मैले देखाएको थिएन नि त गुना भन्ने के हो भनेर मर्यो माछा मर्यो मरिगयो छ सोल्टीले चाहिँ गर्नुहुन्छ अब सोल्टीको प्रगति चाहिँ हेर्नुपर्छ अरू प्रगति नहेऱ्यो भने माछा मार्ने प्रगति छ कति छ खै छैन ए मर्दिको कहाँ गयो खसीको सोल्टीले मारे माछा है एउटा माछा यत्तिकै माछा भए पनि पुगिहाल्छ माछा मार्यो एमा हाल्ला अब गएर खाइदिने हो फेरि पोरा मार न है केटा सबले मार न माछा हाम्रो साधनहरू बाइकहरू खडा भएको छ हामी यहाँदेखि सामान राख्ने यहाँ स्वाट लाएर सब केटाहरू नाङ्गे टोली यस्तै हामी सब नाङ्गे हो यता चाहिँ फुलमा अरू त सब नाङ्गे हो पाइन्ट लाएर बाइक पनि धोयो केटाहरूले बाइक धोए मस्तले बाइक साइक धोइयो अनि माछा मार्न गएको माछा पनि मर्नु त चाइप कोसँग छ हरि तिमीसँग छ चाइप डिक्की खोलेर सब सामान राख अनि हल्का तल जाम अनि त्यसपछि चल्दिनु पर्छ माछा मर्यो भने मर्यो ए माछा मरिगयो सोलीले माछा मारिहाल्नु भयो ओइ सोलीले माछा मार्नुभयो माछा राख्नु होइन माछा त मर्यो माछा मर्यो भने छोड्ने कुरा हो यहाँ आऊ है माछा मर्याछ अरे मर्यो कि मार्ने हो खै सोल्टी मारे माछा सोल्टी मात्रै हुनुहुन्छ हाम्रो टिममा त माछा मार्ने माछा यही माछा मात्रै मरिरहेको छ कि अघिदेखि यसलाई पनि यहाँ हालिदिउँ अब हामी यहाँदेखि जाऊँ हामी पनि मारौँ है माछा है ल बाहुबली मर्यो कि नै मरिगयो या फेरि मर्दिगयो दिन ओइ मर्दै भाइ है माछा मरिगयो फेरि अहिले डर मरिरहेको छ माछा किलर हान्दिनँ अघि न खै हामी आगो बाल्दैछौँ यहाँनिर माछा पोलेर खाने केटा बाल छिटो कस्तो लाग्यो आजको ट्रिप आज त दामी भइरहेछ नि दामी भएन रोमस भाइ दामी भएन पुरा माछा मार्यो केटाहरू अझै त्यहाँ माछा खोजिरहेछन् यहाँ छ माछा यो माछा चाहिँ हामीले पोलेर खाने हो आगो बाल्दा पहिला आगो एउटा झिर गराउ न झिर त्यो काँचो हो यहीको काँचो एउटामा झिर गराऊ अनि माछा उन त माछा पोलाइ यहाँनिर माछा उना गङ्गाडो बादमा हालौँला सिधै यहाँ पहिला हाले माछा यार माछा झिकन यार त्यहाँ जलेर कोइला बनिसक्यो हेर त जिउँदै हाल्दियो रहेछ यार तरपाई मारे अरू पनि हालिदिउ के उनेर यार अरू यार भइरहेको छैन यार यहाँ एउटा माछा जलेरै खरानी भइदियो बे उसमा हाल न त्यो गत्तामा राखे है गत्तामा राखे माछाहरू माछा यति हो माछा पोलेर सक्यो अब यसलाई त्यहाँ गएर ग्याममा हानिदिने ल्याम्म देखाउ न माछा पोलाइ हाम्रो अब त्यहाँ गएर खाने हो मस्तले ल्याम्मा खाइदिने अनि चलिदिने हो ओइ नलु छ है नलु छ हेर त अब पानी आला चाहिँ मुत अब बाल छैन आगोमा त मुदैन खास त्यो ओ हैन मुत माय
यसमा त आधी छैन आधी होइन। आधी क्या यसमा छ कि नै यो मुजी खान्दैन ओइ त्यो खान्न यो खान्दैन चाउलो हो त्यो त आधी आधी त्यो पोइन्ट आधी भात न मुजी छिक्ने यो ड्युटी लाग्ने पाइन्छ मेरो मुजी भोलि गर्न आयो भने मुजी छिक्ने जाम अब जाम यार चलो भाइ बाई बाई टाटा भयो सम्झ हेराबाट अर्कोले त्यहाँ पिज्जा फेरि राखामा केटा हो ग्याङ 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 ल जाँदाखेरि लास्ट राउन्ड एक राउन्ड ओए स्कुटी नजाऊ नाच्दैन मा नजाऊ न व्हाट्सअप ल केटा हो या ल हरि बसिसक्यो वाह ल आऊ छिटो ल 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 हरि यो राइडर फल्थ्यो अर्को त्यहाँ गएको छ अर्को यहाँ गएको छ अर्को यहाँ छ यो चाहिँ मैले चलाइरहेको छु जब हामी जान लागो सब अब माछा साछा सब मार्यो अब रात पनि बर लाग्यो अब टक्क लगाएर जाने हो न ल चलो केटा हो यो दामी छ गाइस भ्यू चाहिँ दामी छ यो चाहिँ दिखाम न यसो यो चाहिँ थाप्ली भन्ने ठाउँ चण्डीगढदेखि हल्का टाढा थाप्ली भन्ने ठाउँमा हो हामी यहाँ माछा मार्न आएको थियौँ अब माछा मारिसक्यो होइन रमाइलो भयो अब चाहिँ घर जाने हो कलाएर केटाहरू अघि गइरहेछन् हामी पछि दामी छ रोड पनि यहाँ सर केटाहरू हामी दुईजना चाहिँ यसमा गइरहेछौँ टक्क लगाएर भ्युज पनि दामी छ बाटो पनि दामी छ सेम पहाड जस्तो होइन नेपालको यति राखे अरू अरूको ठाउँमा भयो नि नेपाल जस्तो भइरहेछ त्यही हो हाम्रो लागि खुसी कुरा घुम्न पाउने टक्क लगाएर दामीवाला छ टक्क रोड हेरौँ न रोड दामीवाला हाट देखिरहेछ इधर उधर सब दामी छ केटाहरू अगाडि गएर त्यहाँ अड्डिरहेछन् पुलमा स्लोमा ज्यादा रोक्काउने होइन केटाहरू त्यहाँनिर छन् अब यहाँनिर रोक्कामा के भन्छन् यो हामी गएको त्यही माथि हो गाइस ठाउँ चाहिँ मोबाइल होइन भ्यू हेर्न चाहिँ सकिन्छ यतातिर के मस्तको भ्यू छ होइन नेपाल देखिरहेन हरियाली पनि हरियाली टक्क लगाएर सेम नेपालको भ्यू होइन गाइजहरू हेर्न सकिन्छ रोड हेरौँ न रोड हेर्न सकिन्छ ओपी दामी है अघि केटाहरू हामी पछि टक्क रोड पनि दामी छ अब चाहिँ रात पर्न लाग्यो गाइज उतादेखि अब भिडियो लाउड छैन यतातिर चाहिँ हामीले बनाऊ
मन्दिर